साथीभाइहरू के छ हालखबर? सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। बुटोलमा लास्टै गर्मी छ। आज गर्मीको बेला केटाहरूले घुम्न जाम भनेर हामी बुटोल सोह्रमा रहेको मिनी फेवाताल अरे है यो कप्परकट्टी बुटोल सोह्रमा पर्दो रहेछ। यहाँ छौँ हामी। अहिले दिउँसोको 1 बजिरहेछ सर र अलि फुल पनि फुलिरहेको रहेछ यता। चारजनाको केटाहरू चाहिँ त्यहाँ पर अवलोकन गरिरहेछ भने म चाहिँ भिडियो खिच्ने प्रयास गरिरहेको छु होइन। अब यता यस्तो छ नजारा, यता ओ यता यस्तो छ, यता छ अलिक घाम छ, अलिक घामको समयमा आइएछ, अलिक पोलिरहेछ घामले होइन। अब म चाहिँ अलि अगाडि जाउँछु, अगाडिबाट पनि देखाउने प्रयास गर्छु कस्तो छ। यसो हेरौँ है त। फुल चाहिँ फक्रिया छैन तर फक्रिएर लाछ, अलिअलि फक्रिरहेको रहेछ हेर्नुहोस्। यस्तो छ, राम्रो देखिया छ दिउँसो। यस्तै छ दिउँसोको समयमा आएर अलिकति ल्याङ भइरहेछ, किन भन्दा गर्मीले हानिरहेछ माथिबाट होइन। अब म चाहिँ केटाहरू अलि अगाडि गइसक्यो अनि म पनि जान्छु अब। तर दृश्य चाहिँ राम्रो रहेछ, बिचमा ताल अनि वरिपरि हरियाली छ, यता पनि हरियाली छ, यता पनि हरियाली छ, यस्तो छ टक्क होइन तालहरू। अब म चाहिँ केटाहरू भएको ठाउँमा जान्छु हिँड्दै हिँड्दै। धेरै त होइन, छोटो भिडियो बनाउने प्रयास गरिरहेको छु। यस्तो छ यी फुलहरू। अब यहाँ त यो फुलभन्दा बढी अरू त केही रहेनछ। अब यो फुलहरू हेरौँ, त्यही नै हो। घरमा पनि टक्क फुल फुलिरहेछ होइन, यस्तो छ। यस्तो छ यहाँ। तर माछा छ कि छैन होला है, यहाँ माछा पनि हुन्छ पर्ने हो, तर माछा चाहिँ के छ यहाँ थाहा भएन। घुम्न चाहिँ रमाइलो भइरहेको थियो तर अलिकति ल्याङ भयो कि घामले हानिरहेछ यार। लास्टै गर्मी छ हाम्रो यतातिर बुटोलतिर। तपाईँहरूकोतिर के छ है? तपाईँहरू अब कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो, जहाँबाट हेरे पनि यसो कमेन्ट हाल्नु होला के कतिको गर्मी छ। त्यो छ टक्क यहाँ। अरे बोले भाइ मन्दिर होइन के खास यो फुल के होइन केटा, यो सिजन सकिएको कि अब पलाउने बेला आएर कोही पलाहा कोही मरेछ, कोही पलाहा, त्यही त हो नि। सिजन कहिले हुन्छ कि? कहिले हुन्छ सिजन? सिजन त कहिले हुन्छ थाहा भएन। अलुवा पलाउने बेला यस्तो छ। यो त लास्टै उतैसम्म छ कि हो। ल यहाँसम्म लामो रहेछ। ताल चाहिँ दामी रहेछ है। अब ताल मात्र दामी रहेछ। अलिकति त्यसलाई व्यवस्थापन गरेर ढुङ्गासुङ्गा यसो देख्न पाइयो भने चाहिँ कायदै हुन्थ्यो। अब हामी यत्तिकै हो। अब यो भिडियो यहीँ अन्त्य गरौँ, खासै केही रहेनछ। अब यही फुल खै अब यो सिजन अब फुलेर ओइलेको हो कि फुल्दै छ। ल साथीभाइहरू यति छोटो मिठो यहाँमा त देखाइयो होइन। ल अब यति नै हो। गर्मीले पोलिरहेछ, अब घर जाने। यता टक्क बोटिङ हाल्नलाई बोट पनि रहेछ, तर यता मान्छे नभएर मात्र रहेछ यहाँ बोटिङ नभएको। तर बोटिङ गर्ने हो भने चाहिँ बोटिङहरूको व्यवस्था पनि रहेछ है टक्क यहाँ है। मिनी फेवाताल आउनु मन लाग्यो भने सबैजना आउनु होला। बोटिङ सुटिङ पनि रहेछ यो टक्क। केटाहरू आज चाहिँ टक्क आज फेरि खोलामा आइन, आज त तालमा केटाहरू, फेवातालमा मिनी ताल मिनी ल है। ल है डोल्फिन आइरहेछ, डोल्फिन डोल्फिन।